हजुर त्यो घिउ सबै मलाई दिनुभएको हुन्छ मैले दुई माना हो जाने हो 3-4 माना जाने कि सबै दियो मैले सबै यसो कचरो भात हाल्यो एकजना घिउ पकाएर स्वाद दियो दिनको 3 टाइम दियो दिनको 3 टाइम त्यसलाई उसले पो सम्झायो हो त नि मलाई थाहा छ नि त मलाई कसरी गर्दैन अनि दिनको 3 टाइम दिँदा नि यतिको दुब्लो बोल्ने भएको थियो अनि यतिको दुब्लो दिनको 3 टाइम दिएर नि त्यस्तो दुब्लो हुन्छ होइन बजे त्यति बेला अहिले सुकेर मराले अहिले खा भन्नु न के खान्छ भने चाहिँ भएन खाँदैन हो खेती गराए उनीहरूले खाने बाघ बसेर छोडेर हिँड्ने खानु लाग्दैन कि आमा ग्यास्ट्रिक हुने कि बढी त्यो घिउले चिप्लो खानु हुने खाना आएन जुन नाति खान्थेँ म खाऊ मैले दिनु पर्ने होइन के अब बेसी मलाई के हो त बिचरा आमाको हातमै छैन खाइहालेँ अब आमाको हातमा छैन आमाले गर्न सक्नुहुन्न आमाले आँखामा देख्नुहुन्न खुट्टा टेक्नु गाह्रो छ तिम्रो खानु पर्ने साई बढी छ तिम्रो खानु पर्ने मलाई त्यस्तो नगर्नु गफ गर्न पाइने नि त आमा गफ गर्नु परिहाल्यो अहिले बाउ पनि अहिले तिम्रो खानु त्यस्तो हो छैन पहिलाको जस्तो भनौँ न चेन्ज भइसक्यो बुवा पनि बुढो भइसक्नु भयो म आफै बुढो भइसकेँ आमा अनि के भयो मैले बुढो पारेको होइन मैले पारे आयो नि त है मैले पारेको होइन त बुढो उमेरले हो कि केले होला आमा यो के व्यवहारले हो कि यो के उमेरले हो त्यहाँ के व्यवहार खेती गर्दैन बस्नु पाल्दैन के व्यवहार अनि पहिले दुःख अनि त्यो गरियो पनि त गरे हो नि होइन त्यो बेलाको दुःख हो पहिलेबाट जानुसै गर्छ अनि पहिले दुःखले बुढो भएको कोपर काटे जस्तै सर्लम पानी कोदाले आडी काट्ने बेला नौवटा रोपा लाग्ने एउटा गह्रो बारीको पाटो थियो त्यो मकै दोहोऱ्याएर मैले एक्लै सकेको दिन भने होइन तपाईँले अहिले मही पालो हो कि दही पालो ल्याएर त खाजा खाएको होइन त तपाईँलाई याद छैन गरिसँग पाटो कि गरिसँग पाटो किन नदिनु नि बुहारी माइत भयो नि तपाईँले पकाएर ल्याउँदैन माथि किन बेगाएर अब बसिहाल्नु त अनि के गर्नु बहिनी जाँदैन थियो नि त अरू भाइले चाहिँ बहिनी नचाहिने दसैँ बहिनी चाहिने साटो गर्नलाई अरू भाइको त यहाँ तराईमा आएर बिहे गरे अनि उता हुँदा त्यो ठाउँमा केटी पनि दिँदैन थियो के Bueno,